वेलकम टु हेल्पिङ ह्यान्ड्स। आज चाहिँ BBS 4th इयर अन्तर्गत रहेको सब्जेक्ट कर्पोरेट फाइनेन्सको क्यापिटल स्ट्रक्चरको 7.4बाट अर्को पार्ट सोल्युसन गर्न गइरहेका छौँ। अब 7.4मा चाहिँ के भनेको छ भन्दाखेरि यो भिडियो पहिलोचोटि हेर्दै हुन्छ भने अगाडिको पार्ट 1लाई हेर्नु होला। यसमा 7.4मा चाहिँ द टार्गेट कर्पोरेसन विसेस टु क्याल्कुलेट नेक्स्ट इयर रिटर्न अन इक्विटी अन्डर डिफरेन्ट लिभरेज रेसियोज टार्गेट्स टोटल एसिस्ट भनेर दियो 10 million एन्ड इट्स ट्याक्स रेट 40% भनेर दियो। त्यस पछाडि द कम्पनी इज एबल टु इस्टिमेट नेक्स्ट इयर अर्निङ फर 3 पोसिबल स्टेट्स अफ द वर्ल्ड। इट इस्टिमेट्स 2006 अर्निङ बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स विल बी 3 million with 0.2 probability, 2 million 0.5 probability and 5 million with 0.3 probability. Calculate target expected return on equity, the standard deviation and the coefficient of variation for each of the following भनेर भन्यो। अब यहाँनेरि यसमा गिभनमा दिएको टोटल एसिस्ट भनेर दियो 10 million, त्यस पछाडि ट्याक्स रेट भनेर दियो 40 million। अब फर्स्टको लागि के भन्यो भन्दाखेरि यो 0% वालालाई के भन्यो भन्दाखेरि फर्स्टको 0.2 अनि 0.5 र 0.3 प्रोबेबिलिटी दियो। अनि पहिलोको 3 million, दोस्रोको 2 million, तेस्रोको 5 million भनेर दियो। अनि यसरी लिभरेज डेट टु एसिस्ट रेसियो भनेर यसरी दियो। अनि इन्ट्रेस्ट रेट भनेर यो दियो। अब हामीले क्याल्कुलेट गर्दाखेरि लिभरेज रेसियो भनेको डेट टु के हो त, लिभरेज रेसियो भनेको डेट टोटल एसिस्ट रेसियो भयो। डेट भनेको 0% छ, यहाँनिर 0%, 0 भनेको टोटल एसिस्टको 0%, 10 मिलियनको 0% गर्दा इन्ट्रेस्ट 0 भयो। त्यस पछाडि इक्विटी, अब डेटसँग त इक्विटी सधैँ आएको हुन्छ, किनभने एसिस्ट अथवा फुल क्यापिटल स्ट्रक्चरमा डेट र इक्विटी हुन्छ भनेपछि डेट जति छ बाँकी रहेको इक्विटी भयो। अब टोटल एसिस्ट भनेको 10 लाख छ, डेट 0 भइसकेपछि 10 लाख नै इक्विटी भयो। अब हामीले यहाँबाट हामीलाई त यहाँनेरि नेट इन्कम पनि रिटर्न अन इक्विटी आरओई पनि निकाल्नुपर्ने छ। त्यस पछाडि रिटर्न अन इक्विटी अब यस्तो यो प्रोबेबिलिटी दिएको अवस्थामा अरू कुनै तरिकाले गर्नु पर्यो। अब यहाँनेरि प्रोबेबिलिटी भनेको एउटा 0.2 दिएको छ, अर्को 0.5 अनि 0.3 दिएको छ। अब अर्निङ बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स भनेर चाहिँ अर्निङ बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स भनेर 0.2 भएको ठाउँमा 3 मिलियन राख, अनि 0.5 भएको ठाउँमा 2 मिलियन र 0.3 भएको ठाउँमा 5 लाख राख भनेको छ। अब यो हामीले राख्यौँ। त्यस पछाडि यो टेबलबाट गर्ने भयो हामीले, किनभने यहाँनिर यो धेरै लामो हुन्छ। फर्मुलाबाट गर्दाखेरि एउटै टेबलमा अटाउन सकिन्छ। अब इबिआइटी यति भयो, 30 लाखमा 30 लाख, 3 मिलियन विथ 0.2, 2 मिलियन विथ 0.5, 5 लाख विथ 0.3 भयो। अब लेस इन्ट्रेस्ट गरियो इबिआइटी दिइसकेपछि। इबिआइटी यो चाहिँ के भयो त, इन्ट्रेस्ट बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स विल बी भनेर दियो। अब हामीले 0.2 को ठाउँमा यसरी राख्यो। अब यो यहाँनिर नराखेको भए पनि हुन्थ्यो, तर यहाँ तलतिर चाहिन्छ, त्यही भएर हामीले राखेको हो। अब मासतिर के गर्ने भन्दाखेरि इन्ट्रेस्ट छैन, 0.000 भयो, यो घटाइयो। यहाँनिर 30 लाखमा 0 अनि 20 लाखमा 0, 5 लाखमा 0 घटाउँदा जस्ताको तस्तै भयो। अब ट्याक्स रेट त 40% छ, सबैलाई 40% लाउने। 30 लाखको 40 गर्दाखेरि 12 लाख, 12 लाख, अनि अर्को 20 लाखको 40 भनेको 8 लाख, अर्को 5 लाखको 40% भनेको 2 लाख भयो। अब घटाउने 30 लाखमा 12 लाख घटाउँदाखेरि 18 लाख भयो, 18 अनि 20 लाखमा 8 लाख घटाउँदा 12 लाख भयो, 5 लाखमा 2 लाख घटाउँदा 3 लाख भयो। अब इक्विटी, अब यो चाहिँ इक्विटी निस्क्यो, किनभने रिटर्न अन इक्विटी थियो। इक्विटी हाम्रो इक्विटी, अब यो नेट इन्कम निस्क्यो भनेको यहाँनिर ट्याक्स पनि घटाइयो, इन्ट्रेस्ट पनि घटाइयो, प्रिफर डिभिडेन्ड दिएको छैन। अब इक्विटी राखिदिने यहाँनिर यहीँबाट निकाल्नको लागि हाम्रो फर्मुला। अनि इक्विटी राखिसकेपछि
इक्विटी कति निस्किन्छ त भन्दाखेरि इक्विटी यहाँ राख्यो। अब आरओई निकाल्नुपर्ने छ, रिटर्न अन इक्विटी। हामीलाई चाहिँ क्वेसनमा के भनेको छ भने एक्सपेक्टेड आरओई निकाल्नु भनेको छ। रिटर्न अन इक्विटी गर्दाखेरि 18 लाखलाई 1 10 100 1000 10,000 लाख 10 लाख करोड। 18 लाखलाई 1 करोडले भाग गरेर इन्टु 100 गर्नु पर्यो। यहाँनिर 12 लाखलाई 1 करोडले भाग गरेर 100 गर्नु पर्यो। 3 लाखलाई 1 करोडले भाग गरेर गर्दाखेरि 18 12 13 आयो। अब एक्सपेक्टेड रिटर्न अन इक्विटी आरओई निकाल्नु पर्यो। एक्सपेक्टेड रिटर्न अन इक्विटी आरओई निकाल्दा समेसन अफ आरओई इन्टु पिआई। यो आरओई र पिआई गुणन गरेर त्यसको जोड गर्नु पर्यो। 18 इन्टु 0.2 भनेको 18 भनेको यसको आरओई भयो, त्यसको रिलेटेड प्रोबेबिलिटी 0.2 भयो। 18 इन्टु 0.2 गर्दा 0.2 प्लस 12 इन्टु 0.5 प्लस 3 इन्टु 0.3 गर्दाखेरि 10.5% आयो। अब हामीले एक्सपेक्टेड रिटर्न अन आरओई निकाल्यौँ, इआरओई निकाल्यौँ, एक्सपेक्टेड रिटर्न अन इक्विटी निकाल्यौँ। अब क्यालकुलेसन अफ स्ट्यान्डर्ड डेभिएसन अफ आरओई। अब आरओईको स्ट्यान्डर्ड डेभिएसन निकाल्नु पर्यो। स्ट्यान्डर्ड डेभिएसन निकाल्दाखेरि त्यसको फर्मुला के हो त भन्दाखेरि रुट अन्डर समेसन आरओई माइनस एक्सपेक्टेड आरओईको स्क्वायर इन्टु यो प्रोबेबिलिटी भयो। अब आरओई हामीले निकालेको छौँ 18 12 र 3%। 18 12 र 3% प्रोबेबिलिटी दिएकै छ 0.2 0.5 0.30 भनेर। अब यसमा के गर्ने, यसमा आरओई माइनस एक्सपेक्टेड आरओईको स्क्वायर। आरओई 18 छँदैछ, एक्सपेक्टेड आरओई भनेको हामीले कति निकालेका छौँ यहाँ 10.5 निकालेका छौँ। एक्सपेक्टेड आरओई भनेको 10.5 निकालेका छौँ। अब 18 माइनस 10.5 अब यसको स्क्वायर इन्टु पिआई योसँग गुणन गर्नु पर्यो। यो माइनस हामीले निकालेको एक्सपेक्टेड आरओईको स्क्वायर इन्टु यति गर्दाखेरि यो यतापट्टि भ्यालु आयो। यहीँ निकाल्नु पर्ने थियो, यहाँ यो तानिहाल्दैछ त्यही भएर त्यस्तो भएको। अब यसमा पनि 12 माइनस 10.5 भनेको एक्सपेक्टेड आरओई भयो, यसको स्क्वायर इन्टु 0.5। 3 माइनस 10.5 भनेको एक्सपेक्टेड आरओई स्क्वायर इन्टु 0.3 यति गर्दाखेरि यति आयो। अब यो सबैको जोड गर्दाखेरि यो जोडेर राख्दाखेरि 29.25 आयो। अब हामीले स्ट्यान्डर्ड डेभिएसन अफ आरओई निकाल्दाखेरि स्ट्यान्डर्ड डेभिएसन अफ आरओई इज इक्वल टु रुट अन्डर समेसन आरओई माइनस एक्सपेक्टेड आरओईको स्क्वायर इन्टु पिआई। अब यसलाई लगेर यहाँनिर राख्ने भयो। यसरी राखिसकेपछि यसको एन्सर आयो 5.41 आयो। अब यति आइसकेपछि कोफिसिएन्ट अफ भेरिएसन निकाल्नु पर्यो। कोफिसिएन्ट अफ भेरिएसन सिबी निकाल्दाखेरि स्ट्यान्डर्ड डेभिएसन अपन एक्सपेक्टेड हुन्थ्यो। स्ट्यान्डर्ड डेभिएसन के को आरओईको, एक्सपेक्टेड के को आरओईको गर्दाखेरि 0.5115 आयो। अब सेकेन्डको लागि टोटल एसेट 10 मिलियन नै छ। त्यस पछाडि डेप्ट चाहिँ सेकेन्डको लागि यहाँनिर एउटामा 10% राख, अर्कोमा 50 अनि अर्कोमा 60 भनेको फर्स्टको 0 राखेर गरियो हामीले। अब सेकेन्डको 10 राख्नु पऱ्यो, थर्डको 50 राख्नु पऱ्यो, फोर्थको 60 राख्नु पऱ्यो। अनि इन्ट्रेस्ट रेट पनि फरक दिएको छ। यहाँनिर 0 दिएको थियो, यहाँ 10 थियो, यहाँ 12 थियो, यहाँ 15 थियो गर्दाखेरि टोटल एसेट भनेको 10 मिलियन छँदैछ। डेप्ट रेसियो भनेको 10% राख है। लिभरेज रेसियो भनेको छ 10% गरियो। 10 मिलियनको 10% चाहिँ 10% गर्दाखेरि कति हुन्छ 1 10 100 1000 10,000 लाख 10 लाख करोड। 1 करोडको गर्दाखेरि कति हुन्छ 1 लाख। यति भयो। अब यति गर्दाखेरि यसको इन्ट्रेस्ट रेट 10% दिएको छ। 10% दिइसकेपछि के गर्नु पर्यो भन्दाखेरि 10% दिइसकेपछि लिभरेज। अब डेप्ट रेसियो डेप्ट नै यहाँनिर 10 मिलियनको 10% भनिसकेपछि 1 2 3 4 5 6 7 1 2 3 4 5 6 6
1 2 3 4 5 6 7 अब यहाँनेरि यो 10 मिलियनको 10 मिलियन भनिसकेपछि 1 2 3 3 3 4 5 6 भयो, एउटाले 7 भयो। अब यतिको 10% गर्नु पर्यो सुरुमा डेप्ट निकाल्न 10%। यो र यो काट्यो, यो र यो काट्यो गर्दा 1 2 3 4 5 6 6वटा जिरो भयो यहाँनेरि। 6वटा जिरो भइसकेपछि फेरि त्यसको 10% गर है भनेको छ इन्ट्रेस्ट। 6वटा जिरोको 10% भनेपछि 1 2 3 4 5 6 को 10। यो र यो काट्यो, यो काट्यो, 1 2 3 4 5 भनेको 1 लाख भयो। 1 लाख यहाँनेरि यो 1 लाख भयो। 1 लाख भइसकेपछि टोटल एसिस्ट माइनस डेप्ट अमाउन्ट गर्दाखेरि इक्विटी आयो भनेको 1 10 100 1000 10,000 लाख 10 लाख करोड। 1 करोडमा 1 10 100 1000 10,000 लाख 10 लाख। 1 करोडमा 10 लाख घटाउँदाखेरि 90 लाख आयो भनेको टोटल एसिस्ट दिएको थियो 10 मिलियन। अनि डेप्ट एसिस्ट रेसियो भनेको थियो डेप्ट एसिस्ट रेसियो भनेको थियो 10%। 10 मिलियनको 10% गर्दाखेरि जति अमाउन्ट आयो त्यसको इन्ट्रेस्ट फेरि 10% गर भन्यो, त्यति गर्दाखेरि 1 लाख आयो। अनि इक्विटी निकाल्दा टोटल एसिस्टमा दुईटा हुने भयो। अब इक्विटी भनिसकेपछि यो टोटल एसिस्ट छ भने यतापट्टि डेप्ट हुने भयो, यतापट्टि इक्विटी हुने भयो गर्दाखेरि 1 करोडमा 10 लाख घटाउँदाखेरि 90 लाख भयो। अब हामीले त यहाँबाट के निकाल्नु छ, नेट इन्कम आरओई। नेट इन्कम निकालेर आरओई निकाल्नु छ, रिटर्न अन इक्विटी। रिटर्न अन इक्विटी निकाल्नु छ भने चाहिँ इबिआइटी हामीलाई यहीँ दिएको छ 30 लाख 20 लाख र 5 लाख गर। त्यसमा चाहिँ 0.2 30 लाखको हुनुपर्छ, 20 लाखको 0.5 हुनुपर्छ, 5 लाखको 0.3 हुनुपर्छ भनेर। अब इन्ट्रेस्ट गर्ने भयो। इन्ट्रेस्ट कति निस्केको छ, 1 लाख निस्केको छ। यो 1 लाख 1 लाख 1 लाख राख्ने भयो। अब इबिटी गर्दाखेरि 30 लाखमा 1 लाख 29 लाख, 20 लाखमा 10 लाख घटाउँदा 19 लाख, 5 लाखमा 1 लाख घटाउँदा 4 लाख भयो। अब ट्याक्स लगा 40% भनेको छ। 29 लाखको 40% गर्दा 11,60,000, 19 लाखको 40% गर्दा 7,60,000, 4 लाखको 40% गर्दा 1,60,000 भयो। अब इन्कम नेट इन्कम निस्किने भयो किनभने प्रिफर्ड डिभिडेन्डको कुरा गरेको छैन। अब 29 लाखमा 11,60,000 घटाउँदाखेरि 17,40,000, 19 लाखमा 7,60,000 घटाउँदाखेरि 14,40,000, 4 लाखमा 1,60,000 घटाउँदा 2,40,000। अब इक्विटी त हामीले यहाँ निकाल्यौँ 90 लाख 17,40,000लाई। अब आरओईको फर्मुला सम्झिनु पर्यो। आरओई भनेको नेट इन्कम डिभाइड बाई टोटल इक्विटी भयो। यो नेट इन्कम डिभाइड बाई टोटल इक्विटी भयो। अब 17,40,000लाई 90 लाखले भाग गर्ने, 11,40,000लाई 90 लाखले भाग गर्ने, 2,40,000लाई 90 लाखले भाग गर्ने। अब इन्टु 100 त त्यो छँदैछ। आरओई भनेको रिटर्न अन इक्विटी भनेको माथिबाट नेट इन्कम रिटर्न भइसकेपछि तल इक्विटी इन्टु 100 गर्दाखेरि यसरी आयो। अहिले जस्तै सेम। अब एक्सपेक्टेड आरओई भनेको यसको पनि एक्सपेक्टेड एभरेज निकाल है भनौँ। अब यसको पनि एक्सपेक्टेड निकाल्दाखेरि त समेसन आरओई इन्टु पिआई, समेसन आरओई। अब पिआई र आरओईको समेसन निकाल भनौँ। 9.33 इन्टु 0.20 प्लस 12.67 इन्टु 0.50 प्लस 2.67 इन्टु 0.30 गरियो। यो आरओई फर्स्टको थियो, त्यसैको पिआई माथि सङ्कुलन गरियो। यो सेकेन्डको आरओई थियो, त्यसैको माथिको 0.50। यो थर्डको थियो, त्यसैको माथि सङ्कुलन गर्दाखेरि 11% आयो। 11% आइसकेपछि स्ट्यान्डर्ड डेभिएसन निकाल्नु पर्यो। स्ट्यान्डर्ड डेभिएसन निकाल्दाखेरि आरओईलाई एउटामा राख्यो। आरओई निकाल्दाखेरि 9.33, अर्को 12.67, अर्को 2.67 छ। अब पिआई भनेको प्रोबेबिलिटी त 0.2 0.5 र 0.30 आयो। अब आरओई माइनस एक्सपेक्टेड आरओईको स्क्वायर इन्टु पिआई गर्नु पर्यो। आरओई यति छ, एक्सपेक्टेड आरओई 11 छ, स्क्वायर इन्टु प्रोबेबिलिटी। आरओई यति छ, एक्सपेक्टेड आरओई यति छ, यसको स्क्वायर इन्टु प्रोबेबिलिटी। आरओई भनेको 2.67 छ, एक्सपेक्टेड आरओई भनेको 11% छ, त्यसको स्क्वायर इन्टु प्रोबेबिलिटी 0.30 गर्दाखेरि यो सबै
गर्दाखेरि कति आयो 36.90 आयो। अब स्ट्यान्डर्ड डेभिएसन अफ आरओई निकाल्दाखेरि रुट अन्डर एक्सपेक्टेड आरओई माइनस रुट अन्डर समेसन आरओई माइनस एक्सपेक्टेड आरओईको स्क्वायर इन्टु पिआई भयो 36.09 भयो। यस्तो रुटबाट बाहिर निस्किँदा 6 समथिङ आउँछ 6 नै लेख्यो। अब त्यस पछाडि कोफिसिएन्ट अफ भेरिएसन निकाल्नु पर्यो। यहाँनिर स्ट्यान्डर्ड डेभिएसन अफ आरओई डिभाइड बाई एक्सपेक्टेड आरओई गर्नु पर्यो। स्ट्यान्डर्ड डेभिएसन भनेको 6% आयो, आरओई भनेको 11% गर्दा 0.45% भयो। यो यति 0% र 10% वाला गऱ्यौँ हामीले। अब अर्को टोटल एसिड भनेको 10 मिलियन छ। अब अर्को डेब्ट चाहिँ कति, डेब्ट एसिड रेसियो डेब्ट चाहिँ कति युज गर भने एउटामा 50 भनौँ, अर्कोमा 60 भनौँ, इन्ट्रेस्ट रेट भनेको एउटामा 12 भनौँ, अर्कोमा 15 भनौँ। अब डेब्ट 50% युज गर भनौँ, 1 करोडको 50% 50 लाख युज गर भनौँ। अब डेब्टबाट इन्ट्रेस्ट आउने, इन्ट्रेस्ट 12% राखे भनौँ, 50 लाखको 12% गरियो 6 लाख भयो। त्यस पछाडि अब इक्विटी चाहिएको छ। टोटल एसिडमा डेब्ट घटाउने गर्दाखेरि 1 करोडमा 50 लाख घटाउँदाखेरि 50 लाख इक्विटी भयो। भनेको टोटल एसिड दिएकै छ त्यो राखियो। डेब्ट एसिड पर्सेन्ट चाहिँ 50% राखे भनौँ, 10 मिलियनको 50% गर्दाखेरि 5 मिलियन भयो। 5 मिलियन राख्यो। अब 5 मिलियन राखिसकेपछि 5 मिलियनमा चाहिँ 12% ब्याज लगाए, 12% इन्ट्रेस्ट रेट भनौँ। 5 मिलियनको 12% गर्दाखेरि 6 लाख भयो। 6 लाख भइसकेपछि अब इक्विटी त चाहियो। इक्विटी कसरी निकाल्ने भन्दाखेरि टोटल एसिडमा डेब्ट घटाउने। टोटल एसिड 1 करोडमा 50 लाख घटाउँदाखेरि 50 लाख भयो। त्यसो गरिसकेपछि हामीले अब यो निकाल्यौँ। अब यो निकालिसकेपछि के गर्ने भन्दाखेरि अब नेट इन्कम त क्याल्कुलेट गर्नु पर्यो। नेट इन्कम क्याल्कुलेट गर्नु पर्यो भनिसकेपछि इबिआइटी त हामीलाई 30 लाख 20 लाख र 5 लाख यसको यो प्रोबेबिलिटीसँग योसँग योसँग यो भनेर दिएकै छ। इबिआइटी छँदैछ। अब इन्ट्रेस्ट भनेको हामीले यहाँनिर क्याल्कुलेट गरेर 6 लाख निकाल्यौँ। 6 लाख यहाँनिर राख्यो, हटाइयो। 30 लाखमा 6 लाख 24 लाख, 20 लाखमा 6 लाख 14 लाख, 5 लाखमा 6 लाख। अब यहाँनिर चाहिँ माइनसमा आयो। अब भनेको इन्ट्रेस्ट काटिसक्दाखेरि चाहिँ यो माइनसमा आयो। अब यस पछाडि अलिकति कुरा छ। अब ट्याक्स लाउने भयो। 24 लाखको 40% 9,60,000, अनि त्यस पछाडि 14 लाखको 40% 5,60,000, अनि 1 लाखको 40%। अब यो त अघि नै माइनसमा छँदैछ भनिसकेपछि ट्याक्स त तिर्नु परेन। ट्याक्स तिर्नु परेन भनेपछि यसको ट्याक्स सेभिङ भयो। किनभने माइनसमा भइसकेको छ यो अर्निङ बिफोर ट्याक्स त। अर्निङ बिफोर ट्याक्स त अघि नै माइनसमा भइसकेको छ भनेको चाहिँ अर्निङ गर्नुभन्दा अर्निङ नै अगाडि नै बिफोर ट्याक्स लाउनुभन्दा अगाडिको अर्निङै माइनसमा छ भनिसकेपछि त्यो त ट्याक्स लाउनु परेन। भनेपछि अर्निङै छैन भनेपछि कसरी ट्याक्स लाउने र भन्ने कुरा भयो। अब ट्याक्स सेभिङ भयो। अब नेट इन्कम निकाल्दा 24 लाखमा 9,60,000 14,40,000, 14 लाखमा 5,60,000 घटाउँदा 8,40,000। अब यहाँनिर माइनस 1 लाख थियो, 40,000 प्लस भनिसकेपछि माइनस 60,000 आयो। त्यस पछाडि इक्विटीको भ्यालु हाम्रो कति थियो, 1 करोडमा 50 लाख घटाएको थियो। 1 करोडमा 50 लाख घटाउँदा 50 लाख भयो। त्यस पछाडि अब आरओईको फर्मुला के त, रिटर्न अन इक्विटी इज इक्वल टु नेट इन्कम डिभाइड बाई टोटल इक्विटी। 14,40,000लाई 50 लाखले भाग गर्यो, 8,40,000लाई 50 लाखले भाग गरियो। अब त्यस पछाडि 60,000लाई 5 लाखले भाग गरियो, 50 लाखले भाग गर्यो गर्दा 1.2, यो माइनसमा आएको छ। अब यो माइनसमा आएकोलाई माइनसमै राख्नु पर्यो। अब त्यस पछाडि एक्सपेक्टेड आरओई भनेको यसको एक्सपेक्टेड निकाल है भनौँ। स्ट्यान्डर्ड समेसन आरओई इन्टु पिआई, आरओई इन्टु पिआई गर्ने भयो। आरओई यति दिएको छ इन्टु पिआई माथिको, प्लस आरओई सेकेन्डको 16.8 इन्टु 0.50 प्लस गर्ने भयो। तर यहाँनिर माइनस छ, त्यहीबाट ब्राकेटमा राख्ने -1.2 इन्टु 0.30 गर्दाखेरि यहाँसम्म यो जोडियो, यो माइनस भयो, घटाउँदाखेरि
13.8% आयो। 13.8% आइसकेपछि हामीले स्ट्यान्डर्ड डेभिएसन निकाल्नु पर्यो। स्ट्यान्डर्ड डेभिएसन निकाल्दाखेरि आरओईको एउटा कोलम, अर्को पीआईको, अनि आरओई माइनस एक्सपेक्टेड आरओई को स्क्वायर इन्टु पीआई। आरओई भनेको 28.8 छ, त्यस पछाडि एक्सपेक्टेड आरओई भनेको 13.8 छ, त्यसको स्क्वायर इन्टु 0.20। यो एक्सपेक्टेड आरओई भनेको 13.8 छ, यसको स्क्वायर इन्टु 0.5 भनेको यो प्रोबेबिलिटी -1.2 माइनस 13.8 यो छ, यसको स्क्वायर इन्टु प्रोबेबिलिटी, यो गर्दाखेरि 67.5 आयो। गर्दाखेरि यो सम गर्दाखेरि 117 आउँदो रहेछ। स्ट्यान्डर्ड डेभिएसन आरओई इज इक्वल टु रुट अन्डर समेसन आरओई माइनस एक्सपेक्टेड आरओई को स्क्वायर इन्टु पीआई गर्दा रुट अन्डर 117 भनेको बाहिर निस्किँदा 10.82 आउँदो रहेछ। कोफिसिएन्ट अफ भेरिएसन सीबी भनेको चाहिँ कति आयो त? स्ट्यान्डर्ड डेभिएसन अफ आरओई डिभाइड बाई एक्सपेक्टेड आरओई गर्दाखेरि 0.7841 आयो। अब त्यो 50% को गरेको थियो। 50% गरिसकेपछि हामीले यो चाहिँ एउटा जिरो डेब्ट भएको गऱ्यौँ, अर्को 10%, अर्को 50, अब यो 60% भएको। टोटल एसिस्ट भनेको यसमा दिएकै छ, 10 मिलियन भनेर दिएको छ। ट्याक्स रेट भनेको 60 दिएकै छ। डेब्ट रेसियो भनेर अब यहाँ 60% दियो। 10 मिलियनको 60% गर्दाखेरि 1 करोडको 60% गर्दाखेरि 60 लाख भयो। अब 60 लाख भइसकेपछि यसको इन्ट्रेस्ट चाहिँ 15% राख है भनेर टेबलमा दिएको छ। 15% गर्दाखेरि 60 लाखको 15% गर्दाखेरि 9 लाख भयो। अब हामीलाई त रिटर्न अन इक्विटी निकाल्नु छ। अब इक्विटी चाहियो। टोटल एसिस्टमा डेब्ट घटायो भने के आउँछ त? इक्विटी आउँछ। 1 करोडमा 60 लाख घटाउँदा 40 लाख चाहिँ इक्विटी भयो। अब हामीले नेट इन्कम क्याल्कुलेट गर्नु पर्यो। फर्मेट बनाइयो। यो पीआई यहाँनिर नराख्दा पनि हुन्छ हुन चाहिँ। अब इबिआइटी भनेको हामीलाई दिएकै छ 30 लाख, 20 लाख र 5 लाख भनेर दिएको छ। त्यस पछाडि इन्ट्रेस्ट भनेको हामीले निकालिहाल्यौँ। 9 लाख, सबैको 9 लाख भयो। घटाउने भयो। 30 लाखमा 9 लाख घटाउँदा 21 लाख, 20 लाखमा 9 लाख घटाउँदा 11 लाख, 5 लाखमा 9 लाख घटाउँदाखेरि अब घटाउँदाखेरि यहाँनिर माइनसमा आयो। इन्ट्रेस्ट भनेको इबिटी माइनसमा आयो अहिलेको जस्तै। अब यसको ट्याक्स लाउने भयो। 21 लाखको 40% 8,40,000, 11 लाखको 40% 4,40,000 अनि 4 लाखको 40% 1,60,000 भनेपछि यो अलरेडी यो अर्निङ माइनसमा छ भनिसकेपछि ट्याक्स नलाग्ने भयो। ट्याक्स सेभिङ भयो। अब नेट इन्कम भनेको यो इबिटीमा ट्याक्स घटाउँदाखेरि यति आयो। अब यहाँनिर चाहिँ यो माइनसमा छ अनि 1,60,000 भनिसकेपछि 1,60,000 त यसको बच्यो नि त। बचिसकेपछि 4 लाखमा 1,60,000 घटाउँदाखेरि 2,40,000 भयो। इक्विटीको ठाउँमा हामीले कति राख्ने? हामीले निकालेको छ 40 लाख, 40 लाख, 40 लाख, 40 लाख निकाल्ने। त्यस पछाडि रिटर्न अन इक्विटी भनेको 40 लाख, यो 12,60,000लाई 40 लाखले भाग गरियो भनेपछि नेट इन्कम डिभाइड बाई टोटल इक्विटी हो नि त फर्मुला। टोटल इक्विटी अब भाग गरियो। 12,60,000 डिभाइड बाई 40 लाख, 6,60,000 डिभाइड बाई 40 लाख, 2,40,000 डिभाइड बाई 40 लाख गर्दाखेरि यो प्लसमा आयो, यो पनि प्लसमा, यो माइनसमा आयो। अब एक्सपेक्टेड आरओई निकाल्दाखेरि समेसन आरओई इन्टु पीआई गर्नु पर्यो। आरओई भनेको 31.5 इन्टु 2.0 प्लस 16.5 इन्टु 0.5 प्लस त्यस पछाडि यहाँ प्लस हुन्थ्यो, यो एकैचोटि खोलेर गरिदिएको छु मैले। अनि त्यस पछाडि 6 इन्टु 0.30 घट्दाखेरि 12.75 आयो। 12.75 आइसकेपछि यो एक्सपेक्टेड आरओई भयो। अब हामीले स्ट्यान्डर्ड डेभिएसन निकाल्नुपर्ने छ। स्ट्यान्डर्ड डेभिएसन निकाल्दा आरओईलाई यतापट्टि राख्यो, पीआईलाई यतापट्टि राख्यो। यतापट्टिको टेबल आरओई माइनस एक्सपेक्टेड आरओई को स्क्वायर इन्टु पीआई। आरओई यति छ, एक्सपेक्टेड आरओई 12.75 छ, त्यसको स्क्वायर इन्टु यो गर्नु पर्यो। 16.5 आरओई, एक्सपेक्टेड आरओई 12.75, 16.5 माइनस 12.75 को स्क्वायर इन्टु 5.0। अब यो -6 छ आरओई माइनस एक्सपेक्टेड आरओई भनेको माइनस एक्सपेक्टेड आरओई 12.75 स्क्वायर इन्टु 3.0 गर्दा 182.8
8125 आउँदो रहेछ। यो सबै जोड्दा गर्दाखेरि स्ट्यान्डर्ड डेभिएसन आरओई निकाल्दा रुट अन्डर समेसन आरओई माइनस स्ट्यान्डर्ड डेभिएसन एक्सपेक्टेड आरओईको स्क्वायर इन्टु पिआई। अब 182.8125लाई रुटबाट बाहिर निस्किँदा 13.52 आयो। कोभिसेन्ट अफ भेरिएसन निकाल्दाखेरि स्ट्यान्डर्ड डेभिएसन आरओई डिभाइड बाई एक्सपेक्टेड आरओई गर्नु पर्यो। 13.52 डिभाइड बाई 12.75 गर्दाखेरि यति आउँदो रहेछ। अब यसले यो क्वेसनले अरू केही भनेको छैन, त्यति नै निकाल है भनेको छ। त्यति भइसकेपछि यो क्वेसन समाप्त भएको घोषणा गर्दछु म। अब अर्को नम्बर क्वेसनमा छ पार्ट अर्कोको लागि अर्को पार्टको लागि अर्को भिडियोको प्रतीक्षा गर्नुहोला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।